पुर्ने हामी गाइने हो। यो हाम्रो सम्पत्ति हो। हाम्रा पुर्खाले यही सारङ्गी रेटेर आफ्नो कर्म पुरा गरे। तैँले पनि अब पुर्खाको बिँडो धान्नुपर्छ। कोटा आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो। इष्ट कोटा आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो। पढाइ लेखाइ ठुलो मान्छे बनाउने रहर गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर। बाउबाजेको पालादेखि यो सारङ्गी रेटेर नै चलिरहेछ जिन्दगी। जानिन मैले नि यो भन्दा अरू त छोराले चाहिँ अब नहिँडोस् मागी। भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी। पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी। हालेर काँधे कुरी। रात जस्तै दिन अँध्यारो भयो घाम बिना। उस्तै अँध्यारो रहेछ जीवन ज्ञान बिना। रात जस्तै दिन अँध्यारो भयो घाम बिना। उस्तै अँध्यारो रहेछ जीवन ज्ञान बिना। सके जति छेकिदिउँला घाम आदि हुरी। पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी। हालेर काँधे कुरी। मैले एसएलसीको डेस्टिनेसन हाने नि बा। जिल्लामै प्रथम भयो कि बा एसएलसीमा। सके जति छेकिदिउँला घाम आदि हुरी। पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी। हालेर काँधे कुरी। सपना देख्ने भन्दैमा खुट्टाको चप्पल घाँटीमा लाएर हो हेर्दैछ होइन। एक दिन कमलले ठुलो मान्छे भएर मलाई लिन आउँछ। कमलले गाउँ फर्किन्छ जस्तो लाग्छ त। किन फर्किनु पर्यो दुखिया गाउँमा? बाँच्दो छ आफ्नो जिन्दगी। यो कहाँ रहेछ? बाहिर आइज त। परदेशबाट तेरो छोराले चिठी पठाएछ है? चिठी छोराले पठाएको परदेशबाट। अहिले मैले पढ्न भ्याएन, म बेलुका आएर पढिदिन्छु है ल।
कहाँ गर्छन् हाम्रो बा? बा? ए बा? बा? ए बा? बा? कमले ए बा? भाइ भाइ हजुर काका कहाँ गर्छन् हाम्रो बा? छैन नि त। बा? ए बा? कहाँ गयो काका बा? बा? के भयो काका? के भयो हाम्रो बालाई? के भयो?